ब्रडकास्टिङ चेम्जोङद्वारा सङ्कलित किराँती दन्ते कथा भन्ने पुस्तकबाट कथाहरू लिएर आउने क्रममा आजको कथा रहेको छ सुम्निमा र पारुहाङ। दर्शकहरू, कथा सुरु गर्नुभन्दा अगाडि देश तथा विदेशका विभिन्न कथाहरू सुन्नका लागि यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गरिदिनुहुन अनुरोध गर्दै आजको कथा सुम्निमा र पारुहाङसँग सम्बन्धित दुई कथा। पहिलो कथा सुम्निमा र पारुहाङ। हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो। हिमालय यति विस्तृत, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन। तसर्थ भगवानले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सृष्टि गरे र साथै सन्त सुरुख नाम गरेकी उसकी स्त्रीको पनि। बोखोपी र सन्त सुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीको जन्म भयो। उनको नाम रह्यो सुम्निमा। ऊ वृन्दावनमा बस्दथे। आफूलाई कुनै जीवन नभएको त्यस प्राय एकान्त औ निर्जन स्थानमा सुम्निमा केवल पंक्षीहरूसँग हिँडडुल गर्दथे। तिनीहरू नै उसका साथीसङ्गी थिए। ऊ आफ्ना ती साथीहरूको भाषा बुझ्दथे। तिनीहरूसँग ऊ कुराकानी पनि गर्दथे। एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी सुस्तरी युवती भई। तैपनि ऊ केवल चराचुरुङ्गीहरूसँगको यो वन त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउँथे। त्यतिखेर स्वभावतः उसका मनमा कुनै एकजना पुरुषको सहज इच्छा जागृत हुन्थ्यो, तर त्यहाँ कुनै पुरुष थिएन। यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एकजना पुरुष देखा पर्यो। पुरुष आकाशबाट पृथ्वीमा आएर वन जङ्गलतिर घुमिरहेको थियो। ऊ निकै हृष्टपुष्ट थियो, खुबै आकर्षक, खुबै लायक। उसको शरीर मात्र देख्न साथ पनि सुम्निमा उप्रति मोहित भई। ऊ थियो पारुहाङ। पारुहाङ सुम्निमाका विषयमा केही पनि जान्दैनथ्यो। सुम्निमा आफूप्रति आकर्षित भएको कुरा त के, बिचराले उसलाई देखेकोसम्म पनि थिएन। तसर्थ सुम्निमालाई एकपल्ट आफ्नो अनुहारसम्म पनि नदेखाएर ऊ आफ्नो बाटो लाग्यो। सुम्निमाले उसँग भेट्ने मन गरेकी थिए, तर भाग्यले उसको धोको पुरा हुने मौका दिएन। जे होस्, पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिजिरहने एक मधुर काँडाकै रूपमा रहिरह्यो। उसले जसरी भए पनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही, तर कुन उपायले उसँग भेट हुने हो, यो सुम्निमाका लागि एउटा समस्या थियो। अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह मागे। चराले भने पारुहाङको घर आकाशमा छ,